नमस्ते साथीहरू, नेपाली रमाइलो कथामा स्वागत छ। तपाईहरू मेरो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गरिदिनुहोला। साथीहरू, मेरो नाम महेश हो। म अहिले 25 वर्षको भइसकेको छु। मेरो घर दाङ जिल्लाको घोराही नगरपालिकामा पर्छ। मेरो घरमा आमा, बुवा, बहिनी र म छु। मेरो बिहे भएको 3 वर्ष भइसकेको छ। मेरो श्रीमतीको नाम सीमा हो। उनी साह्रै सुन्दर नभए पनि मलाई असाध्यै माया गर्छिन्। उनी पनि 25 वर्षकी छिन्। हाम्रो श्रीमान श्रीमतीको उमेर बराबर छ। उनी भन्दा म 2 महिनाको जेठो हुँ। मेरो एउटा साली पनि छिन्। उनको नाम सुषमा हो। साली 20 वर्षकी छिन्। साली मेरी श्रीमती भन्दा गोरो र सुन्दर छिन्। उनको फिगर देखिनमा 0 साइजको थियो र छातीको साइज 34 थियो। सालीलाई देखेर मेरो मनमा पनि कहिलेकाहीँ नराम्रो विचार आउँछ। मेरो 1 वर्षको छोरा भइसकेको छ। साथीहरू, मेरो कथा यहाँबाट सुरु हुन्छ। जब दशैं आउँदै थियो, म र मेरो श्रीमती दशैं मनाउन ससुराली जानको लागि प्लान बनाएको थियौँ। बिस्तारै दशैं पनि आयो। हामी दशैंको लागि बजार गएर सपिङ गर्यौं। मेरो बुढी साडी किनिन् र म पनि आफ्नो लागि प्यान्ट, जुत्ता सबै किने र सालीको लागि जिन्स प्यान्ट र भेस्ट किनिदिए। सपिङ गरेको दोस्रो दिन हामी दशैं मनाउन ससुराली गए। दशैंको बेला थियो। ससुरालीले हामीलाई भव्य रूपमा स्वागत गरे। ससुराली पुग्ने बित्तिकै सबैजनालाई ढोक सलाम गरे। सालीले पनि मलाई ढोक लागिन्। त्यसपछि हामी बस्यौं। मेरो ससुरालीमा ससुरा, सासु, आमा, जेठान, जेठानी, जेठानको छोरो, साला र साली छन्। हामी ससुराली साँझको बेलामा पुगेको थियौं। ससुरालीमा 2-3 रातको लागि गएको थियौं। हामी त्यो दिन साँझको खाना खाएर सुत्यौं। अर्को दिन दशैं थियो। सबैजना दशैं मनाइरहेका थिए। मेरो जेठानले भन्नुभयो, "ज्वाइँ साहब, जाउँ हामी पनि दशैं मान्न।" म जेठानसँग दशैं मान्न गए। जेठानले मलाई गाउँमा दशैं मान्न लग्नुभयो। दशैंको बेला थियो। घरमा रक्सी बनाएका थिए। दशैंको तयारी गरेका थिए। म पनि अलिअलि रक्सी पिउने गर्थे। दशैं मान्न मलाई जेठानले कान्छो ससुराली घरमा लानुभयो। उहाँहरूले बस्न भन्नुभयो। केही बेरपछि हामीलाई घरभित्र बोलाउनुभयो। त्यसपछि कान्छी सासु आमाले जेठान र मलाई एक गिलास रक्सी दिनुभयो र खसीको मासु दिनुभयो। जेठान र म रक्सी पिए। कान्छी सासु आमाले फेरि थप रक्सी ल्याउनुभयो। मैले भने, "भयो, मलाई पर्दैन, पुग्यो।" तर सासु आमाले मान्नु भएन। जबरजस्ती रक्सी हालिदिनुभयो। अब त मलाई अलिअलि रक्सीले छोइसकेको थियो। त्यसपछि हामी कान्छा ससुराली घरबाट निस्कियौं। जेठानलाई त्यतिले पुगेको थिएन। जेठानले भन्नुभयो, "ज्वाइँ साहब, जाउँ होटलमा।" मैले भने, "भयो जेठानजी, पुग्यो।" तर जेठानले मान्नु भएन र मलाई होटलमा लिएर जानुभयो। त्यसपछि उहाँले 2 बोतल बियर मगाउनु भयो र एक प्लेट सुकुटी। त्यसपछि जेठान र म बियर पियौं। मलाई रक्सीको नशाले च्यापिसकेको थियो। साँझ पनि भइसकेको थियो। जेठानले मलाई तास खेलिरहेको ठाउँमा लग्नुभयो। त्यहाँ तास खेल्नेहरूको भिड थियो। जेठानले रक्सीको टालमा तास खेल्न थाल्नुभयो। म बसेर हेर्न थाले। लगभग रातिको 10 बजिसकेको थियो। मैले भने, "जेठानजी, म जान्छु। मलाई रक्सी लागिसकेको छ।" जेठानले एकछिन भन्दै हुनुहुन्थ्यो। त्यसपछि म जेठानलाई छोडेर ससुराली घरतिर लागे। रक्सीले मातेको मान्छे। बिस्तारै जाँदा ससुराली घर पुग्दा 10:30 बजिसकेको थियो। ससुरालीमा सबैजना सुतिसकेका थिए। म ढोका खोले। रक्सीको टालमा हल्लिँदै कोठाभित्र पसे। म आफ्नो कोठा छोडेर सालीको कोठामा पसेछु। सालीको कोठामा बत्ती बलेको थियो। साली बिउझेकै थिइन्। म रक्सीको टालमा गएर सालीलाई झ्याप्पै अँगालो हाले। त्यसपछि सालीले मलाई सम्हाल्दै आफू सुत्ने खाटमा बसालिन्। अनि सालीले भने, "भिनाजु, यो मेरो कोठा हो। दिदी त अर्को कोठामा छिन्। जाउँ, म पुर्याइदिन्छु।" तर मैले मानेन।
मैले भने, आज म यही सुत्छु, म सालीसँगै सुत्छु भन्न थाले। त्यसपछि सालीले मलाई आफू सुत्ने खाटमा सुताएर आफ्नो दिदी कहाँ सुत्न गइन्। अर्को दिन बिहान उठ्दाखेरि म एक्लै सुतेको थिएँ। कोठा हेरेको त सालीको कोठामा पो रहेछु, थाहा नै पाएनछु। म छिटो छिटो उठे, हात मुख धोए, आफ्नो सुत्ने कोठामा गए। त्यहाँ साली सुतिरहेकी थिइन्। त्यसपछि मेरो श्रीमतीले मलाई ससुरालीमै गाली गर्न थालिन्। रक्सी खाएर यस्तो काम गर्ने हो भनेर गाली गर्न थालिन्। म चुपचाप उनको गाली सुनेर बसिरहे। त्यसपछि दसैँ पनि सकियो। म ससुराली घरबाट बिदा लिएर घर आए। साथीहरू, मेरो दसैँको दिनमा ससुराली गएको कथा कस्तो लाग्यो? कथा मन पर्यो भने लाइक, सेयर, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। तपाईहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्। जय नेपाल।